यात्रा सल्लाह लाग्यो होइन त सल्लाल छुट्टी मनाउन टिकट काट्नलाई जाउँ है हामी टिकट मलाई खिच्नु पर्ला तर यो त नपर्छ महँगो महँगो छ एउटै बाटो काटौँ कति हजार छ 50,000 जति होइन छैन पर खाना र बस्नु झन् महँगो यहाँ पनि महँगो छ नि भन्दैन ल अब 16 जनाको लागि आज हामी टिकट काट्दैछौँ 3 जनाको लागि भगवान गरी उठेर जाने हो कि बसेर टुङ्गो छैन है कस्तो छ सकिन्छ भने बसेरै काटौँ नआसौँ न टुकेर गाडी छ है होइन सम्धी हामीले चाहिँ 3 जनाको यहाँनिर काटिसकेको छौँ 3 जनाको यहाँनिर टिकट अब यहीँबाट काट्दाखेरि पनि हुने खासमा त्यसो काउन्टरबाटै यो गेट नम्बरबाट जानु पऱ्यो सुरुमै यहाँ 5 र 6 नम्बर लेखेको छ मजाले देख्यो क्यामेरामा है यो 5 नम्बर र 6 नम्बर अनि यो टाइम चाहिँ यहाँ 10 बजेबाट 11 सौल जानु भनेको इक्सामदेखि योङसानसम्म चाहिँ जाँदैछ हाम्रो यहाँ देखाएको छ यसरी जाने है गेट नम्बर यहाँबाट जानुपर्ने हाम्रो यो सुसक के गाडीको के ठिक छ नि सन्धि ठिक छ ओके बवाल गरी हामी जाँदैछौँ अनि यहाँदेखि हामी कहाँ जाने भन्दाखेरि नि यो टिकट लिइसकेपछि हामी सिधै यहाँ झरेर यसरी झरेर 5 नम्बर र 6 नम्बरको त्यो नम्बर लेखिसकेपछि यहाँनिर आउने हो हाम्रो 10 बजी भनेपछि यहाँ कति बज्यो अहिले 9:45 भएको छ अब यहाँ हामी कुन बाटो हो यो तिर देखाउँछ रातो बाटो है त्यो नम्बर पनि देखाइरहेको छ यो होइन 401 छ भनेको 4016 ट्रेन नम्बर पनि देखाउँछ त्यहाँनिर त्यता हो कि यता हो भनेर चाहिँ हेर्नु पऱ्यो क्या दुईतिर यता पनि आउन सक्छ र उता पनि 416 यतै आइसक्यो कि आइसक्यो त्यो रातोले देखाउँछ त्यही भएर भनेपछि यता भनेपछि यता उठ्नु पऱ्यो ल आऊ भाइ कस्तो गर्मी लागिरहेको छ जाडो लागिरहेको ठन्डा ठन्डा छ सल्लाह मनाउनु चल्ने काम होइन छम नाच्नु 5 दिनसम्म मस्तले 5 दिनसम्म मात्र 5 दिनसम्म नाच्न सकिन्छ डेन्जरस फेरि अनि 5 दिनसम्म तिमी चाहिँ कति दिनसम्म सक्छौ सँगै त फर्किने नि हामी भन्न सकिन्छ 7 दिन अब सौल खायो कि सौल खायो केटाहरू हो लडिक छ केटाहरूले बवाल गर्ने भयो है यो 7 नम्बर होछा लेखेको छ यो चाहिँ चढ्नुपर्ने ठाउँ हो 7 नम्बर बक्सबाट अनि यो 4 नम्बर यता बी सिट नम्बर भयो यो चाहिँ बस्ने ठाउँ भयो भित्र छिरेर हेर्नुपर्छ यो होछा नम्बर 8 भयो र 7 नम्बर यहीँनिर पर्खिने हो अब लाइन है लाइन यता लाइनमा हो ल सिट नम्बर यहाँनिर 4 को बी नम्बरमा आइपुगेँ म चार्ज गर्न मन लाग्यो भने त तल खुट्टानिर छ तल प्लग राखिदिएको रहेछ यहाँनिर चार्ज गर्न मन लाग्यो भने अनि केही कुरा राख्नु पर्यो भने यहाँ खुट्टा तल राख्नु पर्यो भने यहाँ तल भयो हातमा के छ झोला भयो केही पिउने पदार्थहरू केही लिएर आएको छ भने चाहिँ यहाँनिर राख्नलाई टक्क यो गर्यो अथवा ल्यापटप स्यापटप के राखेर टक्क टाइपिङ गर्दै जाने पो आफै कडा छ हामी चाहिँ अहिले ठ्याक्कै कहाँ झऱ्यो अरे योङसान यक ल हामी चाहिँ 3 जना योङसन यकमा झरिसक्यौँ अब यहाँदेखि घुमघाम हाम्रो सुरु भयो